महोत्तरी प्रहरीले कर्तव्य जान सम्बन्धी कसुरमा संलग्न रहेका आरोपमा 2 जनालाई पक्राउ गरेको छ। गौशाला नगरपालिका 12 पिडरियामा इनार खन्ने क्रममा 66 फिट गहिराईमा काठको ठुटो फेला परेको थियो। सो ठुटो काट्ने क्रममा सर्लाही ईश्वर नगरपालिका 13 श्रीनगरका 19 वर्षीय बसन्त कुमार महतो पेट्रोल चेन्जको प्रयोग गर्दा निस्किएको धुवाका कारण बेहोस भएका थिए। बेहोस भएका उनलाई तत्काल ईश्वरपुर नगर अस्पताल बेलवासमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। स्थानीयका अनुसार गौशाला नगरपालिकाको बजेटमा वडा स्तरीय ठेका मार्फत कृषि सिँचाइका लागि इनार खन्ने क्रममा उक्त काठको ठुटो फेला परेको थियो। सो ठुटो काट्ने करकाप गरी उनलाई गहिरो इनारभित्र पस्न बाध्य बनाएको र त्यसकै कारण मृत्यु भएको आरोप लगाइएको छ। मृतकका बुवा रामचन्द्र प्रकाश महतोले 5 जना विरुद्ध इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले कर्तव्य जान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो। अनुसन्धानका क्रममा सर्लाहीको ईश्वरपुर नगरपालिका 13 का 35 वर्षीय सोनालाल चौधरी र 31 वर्षीय सत्येन्द्र प्रसाद महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायक उपरीक्षक पञ्चलाल गोलेले जानकारी दिए। पक्राउ परेका 2 जनालाई महोत्तरी जिल्ला अदालतबाट 5 दिनको म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अभी तक में